हेलो नमस्ते सबैजनालाई एभ्रिवान। ल फाइनली हाम्रो चेयर बनेर रेडी हुन लागिसकेको छ। हाम्रो मिस्त्रीजी चेयर बनाउँदै हुनुहुन्छ। फेरि यस्तो आइस बरफको चेयर बनाउने ढ्याडी चाहिँ अलि महँगै हुन्छ नि। कतिसम्म हो र सर चेयर बनाएको? यसको 15 देखि 18,000सम्म लिन्छु मैले। यति महँगो है? किनभने अब यस्तो बरफको चेयर बनाउँदा अलिकति धेरै चिसो हुने भएको हुँदा हातहरू काटिएर खतमै भइसक्यो। अब कति जति टाइम लाग्छ अब यो बन्नलाई? अब यो धेरैमा धेरै 10 देखि 15 मिनटमा तयार हुन्छ हजुरको। हजुर हजुर। ल साथीहरू, हाम्रो चेयर बनेर रेडी भइसकेको छ। अबको केही टाइम 15 देखि 20 मिनटसम्म लाग्छ। सो त खतरा आइसक्यो। यसमा अब अलिकति डिजाइन पनि बनाउनु पर्ने होला। अब यस्तो दामी बनाउनु होइन, खतरै होस् कि। डिजाइन भित्र सफाइ मान्छे बस्दाखेरि यो भित्रको सफाइ हो। मान्छे बस्दाखेरिमा नि यो हिउँ नटाँसियोस् क्या, त्यो भएर अब यसको फाइनली यहाँबाट अलि ठुलो स्वर गरेर बोल्नु न। यो भित्रको सफाइ निकाल्दैछु म। त्यो ए भित्रको सफाइ अब हजुरहरू बस्दाखेरि हिउँ नटाँसियोस् भन्ने हो लुगामा। अब यसको ल फाइनली साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरू हिमालहरू क्या दामी भ्यू। हाम्रो मिस्त्रीजी स्पेसल्ली हाम्रो नेपालबाट मगाएको मिस्त्री हो, हेर्न सक्नुहुन्छ तपाईँहरू। सर तपाईँको नाम परिचय पाउन सक्छौँ कि? मेरो दौडाबहादुर साई हो। हजुर। कालीकोट शुभ कालिका वार्ड नम्बर 3 देखि। हजुर हजुर। त्यहाँबाट यहाँ पुग्दै कमसेकम 10,000 मेरो त आइसी खतम भइसक्यो। म्याक्सिमम खर्च म्याक्सिमम त्यो भएको हो। अनि त्यसो मेरो बजेट त्यो हुन्छ र 18